हेलो गुड मर्निङ सबैजनालाई। बिहानको 5:30 बजी चाहिँ हामी यहाँ पम्पमा छौँ आज धेरै कुराले। र आज चाहिँ म सानो मोटो भ्लग गर्दैछु यहाँ साथीको पम्पदेखि लिएर मेरो वासस्थानसम्म। सो स्टे ट्युन्ड है। ओके गएले तिमीकै हिसाब डल्लै छ नि यसरी बाइक कोटेसन गरेर बनाएको डल्लै हिसाब यसरी ल राख अहिले यहाँ यो मिडियामा छु म। देखाउँछु म। गएँ म। वेलकम टु माई युट्युब च्यानल केदा भ्लग है। तपाईँलाई अब यो भ्लगमा निमन्त्रणा फेरि मेरो युट्युब च्यानलमा फिफी द प्रिन्सेसमा फेरि अलिकति ढिलाइ भएर गइरहेको छ। र फिफी द प्रिन्सेसमा पहिला जस्तो रेगुलरिटी चाहिँ मेरो अहिले पाउनु सक्नुहुँदैन तपाईँहरूले कतिवटा कारणले गर्दाखेरि। र अब केदा भ्लगमा फेरि निरन्तर रूपमा यो आउनेछ मोटो भ्लगहरूदेखि लिएर के हुन्छ होइन। अनि मान्छेले भाइले त कन्टेन्ट हाल्नै छोड्यो भन्ने कुराहरू पनि अस्ति आयो। र कन्टेन्ट चाहिँ मैले किन हाल्नु छोडेको भन्दाखेरि चाहिँ इलेक्सनले गर्दा एकदमै व्यस्तता भएर सायद 1.5-2 महिना बिजी भएर हाल्नु पाइनँ। र अब अलिकति फ्री हुँदैछु र अब चाहिँ म हाल्नेछु तपाईँहरूलाई कन्टिन्युएसन है। र फेसबुकलाई पनि तपाईँहरूले माया गरिदिइराख्नु भएको छ। मोटामोटी 26,000 माया पाइरहेको छु मैले। यसरी नै आउने दिनमा पनि तपाईँहरूले माया गर्नुहुन्छ भन्ने पुरा आशा साँचेको छु। र आज चाहिँ अलिकति माथिल्लो बाटो लाग्छ तपाईँहरूलाई ल। आज चाहिँ अलिकति माथिल्लो बाटो घुमाउँदै तपाईँहरूलाई म मेरो वासस्थानसम्म पुऱ्याउनेछु। अनि स्टे ट्युन भन्दै गर्दा सेट अब 10 मा आइपुग्यौँ हामी फाटक्कै। र अब सधैँ हामी वान वे फलो गरेर जाने गर्थ्यौँ यो पल्लो बाटो। मलाई आज अलिक ढिलो पनि भएको छ। र आज माथिल्लो बाटै हामी जानेछौँ। माथिल्लो बाटो गयो भने म अलिकति भए पनि 2 मिनट 3 मिनट छिटो पुग्छु। पानी पर्दछ बिहानीको टाइममा है। र यता बिहानै अब यसरी पानी पर्दाखेरि चिसो हुन्छ जाडो हुन्छ होइन। बाटो बनिँदो रहेछ मजाले बाटो हुँदो रहेछ। नाली विशेष गरी बाटो भन्दा नाली बनिँदो रहेछ। र नाली बनिनु पनि जरुरी छ है। हामी जति नै बाटो बनायौँ भने पनि ड्रेनेज सिस्टम राम्रो छैन भने भोलिको दिनमा बर्खामा बाटो फेरि खदालिन्छ। अनि बाटो र आज चाहिँ उल्टा दिशा भनेर चाहिँ हामी बग्दैछौँ है। खोला चाहिँ उल्टा दिशा माथिल्लो बाटो। पानी पनि मजाले आउनु थाल्यो। अन्त घर गएर नुहाउँदै गरेर होइन मजाले पूजापाठ गर्ने। अघि नि यहाँ आएर फर्केको म होइन। बिहान बम्बर चक्का हालत होइन। सुब्बा दाजुको चिया बेच्नुमा बिजी। सुब्बा बाबु बिजी। यता फेरि भैयाहरू बिजी। परबाट म्युनिसिपालिटीको मैला सोर्नुमा बिजी।
एक्कासी मौसम बिग्रेर पानी पर्नु थाल्यो। 11 माइलतिर त पानी आयो, आउनु थाल्यो। यहाँ चाहिँ अलिक कम्ती छ पानी क्या, अब पानी कम्ती भएको कारणले गर्दा चाहिँ हामीलाई अलिक गाह्रो छैन। यताबाट बङ्गाल डाँडा जाने बाटो, यताबाट उकालो हाम्रो गाउँभरि जाने बाटो हुँदै हामी जान्छौँ। उकालो बाटो स्ट्यान्डर्ड जाने, मुनिबाट हाम्रो गाउँ जाने। र आजको गन्तव्य चाहिँ अब म चाहिँ घरसम्म मात्र घरसम्म। नानीहरू बदमास गरेँ। रकी मेरा नाम, रकी मेरा नाम, रकी मेरा नाम बस्दै गर। बिस्कुट बोकेको भए पनि हुन्थ्यो सर, बिस्कुटै किन्नु पाएन नि। जुब्ली हायर सेकेन्ड्री स्कुल कालिम्पोङ। सेवारो भन्ने गाडीमा आयो। आइपुग्यो है गन्तव्य। ल आजको भ्लग यहीँसम्म राखौँ। सबैजनालाई फेरि शुभ बिहानी भन्दै आजको भ्लगलाई यहीँ अन्त गर्दछु। थ्याङ्क यू। यहीँ बुच्ची बसिरहेको